रूपन्देहीको अदालतमा भएका प्रमाणहरू पेश गरौँ। अहिले मैले कुनै पनि सहकारीबाट ऋण लिएको छैन भनेको ठाउँमा सहकारीमा आफै लिखित गरेर माग फारम भरेर लिएको पेश गरौँ। 1 अरब रुपियाँ पैसाको अपचलन गरेका प्रमाणहरू पेश गरौँ। कतिवटा प्रमाणहरू पेश गरौँ। मैले पेश गर्ने यी प्रमाणहरू गलत हुन् भनेर साबित गर्ने कुरा आहा संसदीय समितिबाट कति मजा आउँथ्यो होला। गलत साबित गरिदिनुहोस् न, मलाई गलत साबित गरिदिनुहोस् न नेपाली कांग्रेसलाई। यही भनिरहेको है। रवि लामिछानेले कुनै पनि सहकारीबाट व्यक्ति रवि लामिछानेले चाहिँ अथवा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रकम लिएको छैन। तपाईको प्रतिवेदनले त्यो भन्छ। त्यो लिएको तथ्य हामीले प्राप्त गर्न सकेनौं। पर्खिनुस् न, सकेनौं भनेको छैन। आजका दिनसम्म यो प्रतिवेदनले भने अनुसार रवि लामिछानेले कुनै पनि सहकारीबाट रकम लिएको छैन। प्रतिवेदनले यही भन्छ। प्रतिवेदनले के भन्छ भने तथ्यका आधारमा, डकुमेन्टका आधारमा रवि लामिछाने कुनै सहकारीको सदस्य भएको पनि देखाउनु। सरी, पर्खिनुस् है, यहाँ बुझौं। तपाईले बनाएको प्रतिवेदनै सबै भावनाको आधारमा त होइन नि। होइन, तथ्यको आधारमा हो। तपाईको तथ्य प्रमाण नजिर तर्क व्याख्या कुनै एउटा सिंगल प्रमाण भएको भए पनि यसको अर्कै हुन्थ्यो। यो सबै प्रतिवेदन तथ्यका आधारमा बनेको भने तथ्यले के भन्छ भने रवि लामिछानेले सहकारीको रकम लिएको छैन। आफूले व्यक्ति भने मैले व्यक्ति रवि लामिछानेले आफू सहभागी भएर कुनै पनि सहकारीबाट पैसा लिएको छैन। यसमा क्लियर छ। त्यो हामीले एकदम स्पष्ट। यहाँको पूर्व सभापतिज्यूको घरको अलि करेन्सीको कुरा गरौँ न, नोटको। एन्ड यु हेभ टु बी अनेस्ट गभर्न प्लिज, व्हाट यु थिंक भन्ने कुरा। अब त्यो ढाक छोप there's no more, I think. कस्तो फिल भयो त्यो देख्दा के लाग्यो? You know it, I know it, entire world knows it. It's real. Number 1. अघि हामी आएको कुरा गर्यौं नि है। You're inside the bunker. आत्मामा हात राखेर। What do you feel? हामी उता नजाउँ न। What did you feel? मैले फेरि दोहोऱ्याएर भन्छु है। चाहे गोली चलेको कुरा हो, चाहे पैसा भेटेको कुरा हो, चाहे चाहिँ सिंहदरबार जलेको कुरा होस्, मैले सिम्बोलिकली भने होइन। यो सबै कुराहरूको राम्रो अनुसन्धान भएर दुधको दुध पानीको पानी छुटेको हुनुपर्छ। यदि आयोगले त्यसमा ठिक ढङ्गले निर्णयहरू गरेको रहेनछ भने आइम हियर होइन। इभन इलेक्सन पछाडि पनि, जस्तो म भोलि प्राइम मिनिस्टर भए मानौँ इलेक्सनलाई, राइट? यो कुनै पनि कुरा यति हराएर जाँदैन। आई बिलिभ इन रुल अफ ल है। म कसैको बारेमा, मेरो बारेमा कसैले फैसला सुन्न पाउँदैन नि, राइट? होइन, म केमा विश्वास गर्छु? म रुल अफ लमा विश्वास गर्छु। र गलत गरेको मान्छे जतिसुकै शक्तिशाली भयो भने पनि, चाहे त्यो भोलि मै होस्, मेरो सभापति होस्, म नै होस्, कसैले पनि छुट पाउनुहुन्न है। हामीले गर्ने त्यो हो। तर त्यसको एउटा प्रोसेसबाट त्यसलाई गरेन भने नि होइन, जस्तो फैसला कसले गर्ने भन्ने कुरा हो कि है। हामीले सायद त्यो कुरा पनि गर्नुपर्छ होला। म कसैको डिफेन्ड गरिरहेको छैन है होइन, म कसैलाई दोष पनि लगाइरहेको छु। अलिअलि त्यस्तै साउन्ड गरिरहेछ। इट्स अप टु यु, यु आर बाइस्ड। तर इन माई क्यापेसिटी एट दिस पोइन्ट अफ टाइम व्हेन आई एम एज्युमिङ सम रेस्पोन्सिबिलिटी, यो बेलामा यतिखेर तैँले सिंहदरबार जलाएको हो, तैँले गोली हानेको यो भनेर भन्ने कुरा चाहिँ यो गर्नु हुँदैन। मेरो रेस्पोन्सिबिलिटी छ नि त, राइट? मैले के लको ड्यू प्रोसेसलाई मैले मान्नुपर्छ। त्यहाँ कुनै अब्स्ट्रक्सन मैले आउन दिनु, रिगार्डलेस अफ एनी कन्क्लुजन एन्ड रिगार्डलेस अफ माई रिलेसनसिप होइन। आज भोलि सधैँ